धन्यवाद तपाईलाई। वास्तवमा डोल्पा जिल्ला अत्यन्त ठुलो भूगोल भएको एउटा जिल्ला हो। अब यो कम पानी पर्ने यहाँको पहिलादेखिको एउटा इतिहास छ, तर यो वर्षको अनुमान अलिक फरक छ। यो वर्ष अत्यधिक पानी पर्ने भन्ने हिसाबले देशभरिको मनसुनको चाहिँ यो फोरकास्ट गरे अनुसार डोल्पा जिल्लामा पनि 2590 जना चाहिँ तपाईको यो मनसुनजन्य विपदबाट प्रभावित हुन्छ भन्ने अनुमान गरेको छ। त्यही अनुसार हामीले जिल्लामा विभिन्न समयमा जिल्ला विपद व्यवस्थापन समितिको बैठक गरेर पूर्व तयारीको अभ्यास पनि गरेका छौं र पूर्व तयारीको काम पनि गरेका छौं। र यो मनसुनसँग सम्बन्धित उसलाई कसरी प्रतिकार गर्ने होला भन्ने हिसाबले हामीले प्रदेशसँग पनि चाहिँ एउटा बोर्ड चाहियो। कम्तीमा पनि यो ठुलो नदीमा जानको लागि अप्ठ्यारो उद्धार गर्नले गाह्रो हुने भएको कारणले एउटा मोटर बोट उपलब्ध गराइदिनु पर्यो भनेर पनि हामीले अनुरोध गरेका छौं। उहाँहरूले चाहिँ उपलब्ध गराउँछु भनेर चाहिँ भन्नुभएको छ। त्यसैगरी जिल्लामा पनि अब यो सुरक्षा निकायहरू, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई बेला बेलामा हामीले यो अभ्यासहरू गराइराखेका छौं उनीहरूलाई तन्दुरुस्त अवस्थामा राख्नको लागि, तयारी हालतमा रहनको लागि। र हामीले विशेष गरी स्थानीय तहलाई एकदमै चाहिँ सक्रिय हुन चाहिँ हरेकचोटि आह्वान गरिरहेका छौं। स्थानीय तह भनेको एउटा महत्त्वपूर्ण चाहिँ अहिले जिम्मेवारी भएको स्थानीय जनप्रतिनिधि सहितहरूको र स्रोत साधन सहित सम्पन्न भएको एउटा निकाय हो। पहिलो फर्स्ट रेस्पोन्स नै उनीहरू नै हो। त्यसकारणले त्यो ठाउँमा तत्काल कुनै घटना घटिहाल्यो भने खोज उद्धारसम्म गर्नलाई सुरक्षाकर्मी पुग्नुभन्दा पहिला उनीहरूले नै त्यहाँ चाहिँ स्थानीय स्तरमा त्यो उद्धारको कामहरू गर्ने भएको कारणले उनीहरूलाई त्यो सम्बन्धीमा चाहिँ अलिकति जानकारी गराउने र त्यो एउटा तयारी समूह तयारी बनाएर राख्ने र स्थानीय विपद कोषमा पनि रकम जम्मा गरेर राख्ने। तत्काल राहत दिनुपर्ने अवस्था आयो भने कम्तीमा पनि 5 दिनको लागि पुग्ने एउटा टोकरीमा 5 दिनलाई पुग्ने भए पनि उनीहरूले चाहिँ तत्काल राहत दिनुभयो भने त्यसपछि हामी कम्तीमा 15 दिनलाई पुग्ने गरी हामीले जिल्लाबाट चाहिँ तपाईको त्यो राहत दिन्छौँ। र यसपछि प्रबलीकरण गर्नुपर्ने अथवा पुनर्निर्माण गर्नुपर्ने कुराको लागि पनि हामीले त्यही अनुसारको तयारी गर्ने कुराहरूमा हामीले चाहिँ सबै स्थानीय तहहरूलाई चाहिँ अनुरोध गरेर पठाएका छौँ। विशेष गरी चाहिँ यो अहिले डोल्पा जिल्लामा आएको यो समस्या भनेको जथाभावी सडक निर्माण गर्नु महत्त्वपूर्ण चाहिँ यो चाहिँ समस्याको रूपमा देखिएको छ। एउटा गाउँमा जानलाई 2-3 वटा ठाउँबाट बाटो खन्ने खालको समस्या देखिएको छ। त्यसकारणले म के अनुरोध गर्छु भने स्थानीय तहहरूलाई पनि र चाहिँ यो प्रदेश सरकार र चाहिँ संघीय सरकारलाई पनि कम्तीमा पनि एउटा बाटो मात्रै भए पुग्छ बस्तीमा जानलाई। र त्यहाँ चाहिँ तपाईको हिँडेर जाने ठाउँमा पनि हामीले चाहिँ सजिलो हुने ठाउँमा पनि मोटर बाटो लैजाँदा आज चाहिँ यो खालको चाहिँ विपदको समस्याहरू चाहिँ देखिन थाल्यो। त्यसकारणले यो ठाउँमा रुख बिरुवाहरू पनि कम छ र त्यसकारणले माटोलाई चाहिँ बलौटे खालको माटो छ। यदि पानी धेरै आयो भने यसले ठुलो क्षति ल्याउने सम्भावना भएको हुनाले हामी समयमै सचेत हुनुपर्छ। जे जति भइसक्यो अबका दिनहरूमा चाहिँ बनेका बाटाहरूमा मात्रै चाहिँ अलिकति यसलाई विस्तार उन्नति गर्ने, नयाँ ट्र्याकहरू सकभर नखन्ने, डोजरको प्रयोग सबैभन्दा कम गर्ने, चाहिँ हिँडेर जाने ठाउँहरूमा चाहिँ मान्छेहरूको प्रयोग गर्ने र मान्छेहरूबाट चाहिँ काम गराएर चाहिँ रोजगारी सिर्जना पनि हुने र त्यो चाहिँ विपदको जोखिम पनि कम हुने। त्यो कुराहरू गर्नको लागि चाहिँ स्थानीय तहहरूले चाहिँ त्यो कार्यान्वयन गरिदिनलाई म अनुरोध गरिराखेको छु। र विशेष गरी चाहिँ तपाईको हाम्रो तयारी एक खालको चाहिँ अब जिल्ला विपद व्यवस्थापन कोषमा हुनुपर्ने रकमको तयारी पनि हामीले गरेका छौँ। र भर्खरै मात्रै चाहिँ अस्ति यो 12 गतेको राति अलिकति यो डोल्पा जिल्लामा पानी पर्यो, ठुलो पानी पर्यो। यसले गर्दाखेरिमा काइके गाउँपालिका वडा नम्बर 4 को रिवा गाउँमा एक खालको क्षति चाहिँ भयो र 3टा घर पूर्ण रूपमा क्षति भए। त्यही अनुसार केही घरहरू आंशिक भएको छन्, विद्यालय भवनहरू बगाएको छ, खोलाका पुलहरू बगाएको छ। लगायत चाहिँ यो तिप्ला खोलामा पनि गत वर्ष पनि बाढी आयो, यो वर्ष पनि बाढी आयो। त्यसकारणले यो चाहिँ बाढी आउने सम्भावना अझै पनि छ। त्यसकारण यो चाहिँ सम्भावनालाई कम गर्नको लागि हामीले समयमै खोलामा जम्मा भएको त्यो चाहिँ डेब्रिजहरू चाहिँ त्यो चाहिँ भएको चाहिँ जम्मा भएको त्यो सामग्रीहरूलाई तत्काल चाहिँ अहिले नै खाली गरायो भने त्यो चाहिँ बस्तीतिर चाहिँ नजाने अवस्था हुन्छ। त्यो कुरा गर्नको लागि हामीले स्थानीय तहलाई पनि हामीले भनिसकेका छौँ। तत्काल त्यो चाहिँ खाली गराउनुहोस्। अब खोलाका चाहिँ साँगुराउहरूलाई पनि चाहिँ अब खोलै बन्द हुने खालको अवस्था पनि छ। त्यही तिप्ला खोलाबाट आएको पानीले चाहिँ त्यो नदीमा जम्मा पारेको त्यो डेब्रिजहरू र ढुङ्गा माटो छ, त्यो चाहिँ त्यसलाई हटाइएन भने त्यसले खोला बन्द गर्ने अवस्था र चाहिँ सदरमुकाम जोखिममा ल्याउने अवस्था छ। त्यसकारणले मैले ठुलोबेरीको मेयर साहबलाई हिजो पनि कुरा गरेको छु। आज प्रमुख प्रशासकीय मिटिङमा आउनुभएको थियो, उहाँलाई पनि मैले भनेको छु त्यो ढुङ्गा गिट्टी तपाईँले उठाउनु भयो भने त्यसलाई बिक्री गर्नुभयो भने तपाईँले गरेको खर्च त्यहीबाट उठिहाल्छ र कम्तीमा जोखिम चाहिँ कम हुन्छ भन्ने कुरा मैले भनेको छु। उहाँले चाहिँ गर्दिन म अनुरोध पनि गर्छु। र अनि स्थानीय स्तरमा भएको चाहिँ तपाईको विभिन्न ठाउँमा चाहिँ सडकहरू खोल्नु भएको छ। अहिले अब पानी त सबैतिर आउन सक्छ र सबैतिर सुरक्षाकर्मी एकैचोटि नपुग्न पनि सक्ला। भूगोल ठुलो छ। त्यसकारणले हरेक स्थानीय तहहरूले स्थानीय स्तरमा आइपर्ने अवरोधहरू, पहिरो बाढीहरूलाई अथवा तत्काल चाहिँ तपाईँ हामीले सहज रूपमा चाहिँ जनजीवन सहज बनाउनको लागि त्यो बाढी पहिरोलाई चाहिँ तपाईँको हटाउनको लागि स्थानीय स्तरमा कम्तीमा भयो आफ्नै डोजर छ भने आफ्नै डोजरलाई नभए भाडामा पनि लिएर पनि 2 महिनाको लागि अब यो साउन भदौ असार साउन भदौको जुन खालको चाहिँ यो समय छ बढी मनसुन हुने समय, यसलाई
तयारी हालतमा राख्यो भने हामीले जनजीवनलाई सहज गर्न सक्छौँ। म सम्पूर्ण चाहिँ यो स्थानीय पालिकाहरू चाहिँ 8वटा पालिकाहरूलाई त्यही अनुसार चाहिँ यहाँहरूले तयारी गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। र विशेष गरी मुख्य कुरा चाहिँ यो सङ्घ प्रदेश स्थानीय सरकार तीनटै सरकार मिलेर यो चाहिँ स्थानीय कि यो विपदमा भएका चाहिँ यो पुनर्निर्माणको कामहरू गर्ने खालको एउटा कानुनी प्रावधान छ। त्यसमा सबैले चाहिँ बजेट समयमा छुट्याउनु पर्यो। अहिले बजेट छुट्याउने बेला पनि भएको छ। यो विपदमा चाहिँ बजेट छुट्याइयो भने हामीले सङ्घ र प्रदेशको चाहिँ कोषलाई पनि हामीले प्रयोग गर्ने स्थिति बन्न सक्छ। जस्तै अस्ति चाहिँ भएको 3टा घर काइकेमा चाहिँ क्षति भएका छन्। यसलाई हामीले पुनर्निर्माण गर्नको लागि अब 5 लाख रुपियाँसम्म चाहिँ यो प्राधिकरणको चाहिँ नियमअनुसार यो प्राधिकरण ऐनअनुसार हामीले यो पुनर्निर्माणको लागि हामीले बजेट चाहिँ नेपाल सरकारले अथवा प्रदेश सरकारले सङ्घ सरकार तीनटैजना मिलेर यति रकमसँग हामी अनुदानको रूपमा दिन सक्छौँ। यसले गर्दाखेरिमा पनि भत्केका घरहरू चाहिँ पुनर्निर्माण हुन सक्छन्। यति मात्रै होइन, यो बाढीबाट मात्रै होइन, आगलागीबाट लगायत अन्य भूकम्पबाट जोसुकैबाट क्षति भएका घरहरू पनि यसरी चाहिँ पुनर्निर्माण गर्ने एउटा विधि भएको कारणले यो विधिको फलो चाहिँ तपाईँको पहिलो गर्ने जिम्मेवारी स्थानीय तह भएको कारणले स्थानीय तहले घटना घट्ने बित्तिकै त्यसको विवरण सङ्कलन गर्ने अनुसूचीहरू दिएको छ। त्यो अनुसूचीहरूको विवरणको अनुसार कम्प्युटरमा चाहिँ तपाईँको इन्ट्री गर्ने, त्यो विवरण जिल्ला चाहिँ विपद व्यवस्थापन समितिमा पठाइदिने। त्यसो गरियो भने चाहिँ एउटा सिस्टममा जान्छ र रकम प्राप्त गर्ने कुनै अप्ठ्यारो पनि हुँदैन। त्यो कुराहरू चाहिँ अहिलेसम्म जिल्लामा सुरुवात भएको छैन। यो सुरुवात गरिदिनलाई म अनुरोध गर्छु। र विशेष गरी यो विपद भन्ने कुरा चाहिँ कस्तो हो भने जहाँ र जतिखेर जहिले पनि आउन सक्ने सम्भावना भएको कारणले यो विपदमा मेरो जिम्मेवारी होइन, यसको जिम्मेवारी हो भन्ने कुरा हुँदैन। यो चाहिँ सबै स्टेक होल्डरहरू, समाजमा भएका हरेक नागरिकको यसमा भूमिका र दायित्व हुने भएको कारणले सकेसम्म चाहिँ हामीले विपद कम गर्नेतर्फ चाहिँ सब सोच्नुपर्छ र विपद कम गर्नेतर्फ हाम्रा गतिविधिहरू हुनुपर्छ। र विपद आइलाग्यो भने पनि खोज उद्धार राहतमा हामी सबैको सहभागिता हुनुपर्छ। र यसको चाहिँ पुनर्निर्माण लगायत प्रबलीकरण गर्नुपर्ने अवस्था भयो अथवा पुनर्निर्माण गर्ने अवस्था भने हामी सबैको यसमा सहयोग चाहिन्छ भन्दै मैले सम्पूर्णलाई चाहिँ यो विपदमा सबै हातेमालो गर्नको लागि अनुरोध गर्छु।